र मृत्युको चुनाव दिएको छ हामीलाई। शराब र के दिएको छ? आशिषको चुनाव दिएको छ। साँगो र बाटो र चौडा बाटोको चुनाव हामीलाई दिइसक्नु भएको छ। साँगो र बाटो हिँड्यो भने मेरै हो, मै स्वर्ग पुग्छु। चौडा बाटोमा हिँड्छु म नरक पुग्छु। म जीवन रोज्यो भने मैले जीवनै पाउँछु, मृत्यु रोज्यो भने म मृत्यु नै पाउँछु। मैले आशिष रोज्यो भने म आशिषै पाउँछु, मैले शराब रोज्यो भने म शराबै पाउँछु। त्यहाँ परमेश्वरले तैँले यही रोज्नुपर्छ भनेर भनेको छ। हामीलाई चोइसेस दे, हामीलाई के दिएको छ? छान्ने हामीलाई अनुमति दिएको छ, हामीलाई छान्ने हक पनि दिनुभएको छ परमेश्वरले। अब के छान्ने? शराब छान्ने? मृत्यु छान्ने? होइन। अब हामीले के छान्नु पर्यो? आशिष र हामीले जीवन छान्नु पर्यो। जीवन पनि त्यो जीवन, अनन्त जीवन हामीले छान्नु परेको छ। अब हामी प्रत्येक पास्टरको, एल्डर्सहरूको जिम्मेवारीले मण्डलीलाई आत्मिकी भोजन खुवाउनु। आत्मिक भोजन तपाईँले खुवाएको हुनुपर्छ। पहिला खानुभन्दा अगाडि तपाईँ अगाएको हुनुपर्छ आत्मिक भोजनले। तपाईँले भोक पेट छ कसरी खुवाउनुहुन्छ? तपाईँको छँदै छैन भने तपाईँले कसरी खुवाउनुहुन्छ? यसै कारण तपाईँहरू पनि भरिन परेको छ। अहिले हामी देख्दैछौँ मण्डलीमा तपाईँले कतिपल्ट उभिएर पुलपिटमा उभिएर पवित्र आत्मा विषयमा प्रचार गर्नुभयो? कतिपल्ट तपाईँले प्रकाशित वाक्यको विषयमा प्रचार गर्नुभयो? कतिपल्ट तपाईँले पापको विषयमा प्रचार गर्नुभयो? गर्नुभएको छ? कहाँ गरेको छ? हाम्रै मण्डलीमा मैले अस्ति हाम्रो मण्डली त कस्तो छ भने त्यहाँनिर जस्ट दुनियाँको फरेनर्स आउँछ, त्यहाँको थियोलोजी पढ्नेहरू मात्रै छ। कोही छैन त्यो लरथाउँ पास्टरहरू, त्यहाँ सब थियोलोजी पढ्ने मात्रै छ। कुनै के डिभ गर्ने डक्टरहरू मात्रै छ। मैले भने आई च्यालेन्ज दिएँ, तपाईँहरू म आएको चर्चमा आएको यत्रो वर्ष भयो, अहिलेसम्म होली स्पिरिट विषयमा कुरै गर्नुभयो? मैले भने पास्टर खै तपाईँले प्रकाशित वाक्यको कुराहरू गर्नुहोस् न, के फेरि स्वर्ग नरकको पनि कुरा गर्नुहोस्। मैले फेरि हामीले बताएको हुनुपर्छ। हामीले मण्डलीलाई नर्क छ भनेर बताएको हुनुपर्छ, नडर छ। किन नर्क मैले बनाएको थिएँ, वचनमा लेखिएको छ। त्यो दुई आँखा लिएर नर्कमा जानुभन्दा त्यो एउटा आँखालाई, जुन आँखाले के गरेको छ तँलाई धोका दिँदैछ, त्यसले नर्कतिर पर्थ्यो आँखालाई के गरेर निकालेर फ्याँकिदिए। होइन भने त्यो दुईवटा आँखा लिएर नर्कमा पस्नुभन्दा त्यो एउटा आँखा लिएर स्वर्गमा पस्छ। मतीको पुस्तकमा लेखेको छ, नर्क छ नि। कहिले कहाँ प्रचार गर्नु? तपाईँहरू कहिले प्रचार गर्नु? होली स्पिरिट के हो? पवित्र आत्माको शक्ति र सामर्थ्य भरिपूरी के हो? पवित्र आत्माको काम के हो मण्डलीमा? पवित्र आत्मा कसरी मण्डलीमा मेरो हृदयमा मण्डलीको कुनै पनि विश्वासमा पवित्र आत्मा छ कि छैन? पास्टर कसरी, हाउ क्यान यु डिफ्रेन्सिएट इट? कसरी तपाईँ छुट्याउन सक्नुहुन्छ जब तपाईँको ज्ञानै छैन? पवित्र आत्मा छ हामी सबैको। यो होइन कि अन्य भाषा बोल्नेको मात्रै पवित्र आत्मा छ भन्ने, द्याट इज रङ कन्सेप्ट अफ द बाइबल। त्यो भुल, सरासर 100% त्यो भुल। पवित्र आत्मा हुनैपर्छ, अन्य भाषा बोल्नैपर्छ भने देयर इज नो हार्ड एन्ड फास्ट रुल। कोरिन्थीको पहिलो कोरिन्थी 14 अध्याय तपाईँले पढेर तपाईँ बुझ्न सक्नुहुन्छ। तपाईँले प्रचार गरेको हुनुपर्छ। दशांशको विषयमा तपाईँले पक्का प्रचार गरेको हुन्छ। यो के अरे पेजको पुस्तक 20 अध्यायको 35, पेजको पुस्तक प्रेरितको पुस्तक 20 को 35 यो सबैलाई मुख जाने भएको कुरा हो। प्रभु येशूले भन्नुभएको छ कि किनकि लिनुभन्दा दिनु अझ धन्य हो। लिनुभन्दा दिनु, लिनुभन्दा दिनु चाहिँ के हो? असल उद्यम हो। यो टेक्स्ट लिएर तपाईँले वचन मण्डलीमा बाँडेको हुनुपर्छ। तपाईँले मण्डलीलाई सम्झाएको हुनुपर्छ। हे छोराछोरी हो, लिनुभन्दा चाहिँ के हो? दिनु चाहिँ अझ उत्तम है भनेर हामीले यो कुरा सिकाएको हुन्छ। यदि तपाईँहरूको मण्डलीबाट कोही पनि नर्क जान्छ भने यसको लेखा पास्टर प्राप्त छ। यदि कोही छोडिन्छ भने यसको जिम्मेवारी हामी पास्टरहरूले, हामी यो प्रचारकहरूले।
अहिलेको समय जुन चाहिँ समय हामीले देखिरहेको छौँ यो इजरायलको वार त केही पनि होइन दिस इज नथिङ यो केही पनि होइन यो युक्रेनको वार केही पनि होइन यस्तो डरलाग्दो महासङ्कट आउँदैछ जुन चाहिँ महासङ्कट अगाडि थियो र त भविष्य हुनेवाला छ भनेर हामी पढ्छौँ होइन त मत्तीको पुस्तकमा 24 अध्यायमा हामी पढ्छौँ अन्तको दिनको चिन्हहरू हामीले देखिरहेको छौँ विश्वासीले देखिरहेको छ प्रत्येक विश्वासीले हाम्रो चर्चमा भन्यो भने यु आर रेडी अङ्कल मलाई के भन्छ भने अङ्कल लास्ट डेज आर कमिङ सबको मुखमा छ जब इजरायलको वार छिड्यो इजरायललाई के भन्छ प्रमिस ल्यान्ड भन्छ प्रतिज्ञाको देश भनेर भन्छ प्रतिज्ञाको देशमा यस्तो भयो भने अन्तको दिन त्यो चाहिँ मिस इन्टरप्रेट भुल बाइबलको शिक्षालाई भुल पार्ने पास्टर्सहरूले इन्टरप्रेट गरेको छ प्रतिज्ञाको देश पक्का हो इजरायलमा कति क्रिस्चियन छ 1% पनि इजरायलमा यहुदीहरू क्रिस्चियन छ विश्वास गर्नुहुन्छ प्रभु त्यो ल्यान्छ प्रतिज्ञा अहिलेको जमानाको जुन चाहिँ हामी इसाईहरू छौँ जुन चाहिँ अहिलेको यो 21st सेन्चुरीको वी आर द क्रिस्चियन हामी चाहिँ यस्तो खालको कि हामीले प्रत्येक प्रोफेसिजहरू भविष्यवाणी हाम्रो जीवनमा पुरा हुँदै गरेको हामीले देखिसक्यौँ देख्दैछौँ हामीले देखिसकेको छौँ त्यसमा कोभिड एउटा हो 14 मे 1948 सालमा इजरायल भएको यहुदीहरूको देश बनिएको इन्डिपेन्डेन्ट पार्टी यस्तो त हामीले देखिरहेको छौँ पाप नदी सुक्दै गएको देखिरहेको छौँ हामी मात्रै यस्तो खालको विश्वासी हौँ अहिले मेरो अन्तको दिनमा पनि यस्तै हुन्छ विश्वासीहरू विश्वासबाट तर्केको पनि हामीले देखिरहेको छौँ वचनमा पनि त्यो लेखिरहेको छ मेरो छोराछोरीहरू मेरो विश्वासी जनहरू कस्तो हुन्छ घिचुवा हुन्छ त्यो पनि देखिरहेको छ मेरो विश्वासी जन कस्तो हुन्छ लोभी हुन्छ त्यो पनि देखिरहेको छ मत्तीको पुस्तक 3 अध्याय दोस्रो तिमोथी 3 अध्यायको 1 देखि 5 कसरी मजाले पढिदिनुहोस् भक्तिको भेष चाहिँ लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन् यस्ता मानिसहरूबाट अलग बस यस भक्तिको भेष लिने आई एम ए क्रिस्चियन भनेर म पुकार गर्छु तर यसको शक्तिलाई क्रिस्चियनको शक्ति के हो प्रभु येशूको शक्ति र सामर्थ के हो पवित्र आत्माले मेरो जीवनमा के ल्याइदिएको छ त्यसलाई म इन्कार गर्छु यो समय आइसकेको छ अहिले हामी क्रिस्चियनहरूको माझमा एकदेखि नै पढ्नु तपाईँले तर यो बुझिराख कि आखिरी यस एकछिन आखिरी भनेको है त आखिरी दिनमा एन्ड डेज अन्तको दिनमा अझ आखिरी दिनमा दिनहरूमा डरलाग्दा समयहरू आउनेछन् डरलाग्दो समयहरू आउनेछन् किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने रुपियाँ पैसाको मोह गर्ने घमण्डी हट्टी मानिसहरू भनेको यो कसको लागि लेखेको बाइबल क्रिस्चियनको लागि लेखेको हिन्दूको लागि होइन मानिसहरू भन्नु मतलब तो क्रिस्चियन्सहरू भनेको त्यहाँ हामी जस्तो क्रिस्चियन्सहरू के पिलन्दारी क्रिस्चियन्सहरूलाई भनेको त्यहाँ तो क्रिस्चियन्सहरू यस्तो हुन्छ भनेर पलले तिमोथीलाई भनेको तिमोथी छोरा अब अन्तको दिनमा चाहिँ तँलाई म प्रोफेसी गर्दै तँलाई म एउटा भविष्यवाणी तँलाई बताउँदैछु कि अब अन्तको दिनमा चाहिँ हामी क्रिस्चियन्सहरू चाहिँ यस्तो हुन्छौँ भनेर पढ्नु घमण्डी हट्टी अरूको बदनाममा गर्ने घमण्डी क्रिस्चियनको यति साह्रो घमण्डी छ अहिले आमा बुवाको हजुर क्रिस्चियनको घमण्डी देख्नु भएको छ तपाईँ फिल गर्नु भएको छ तपाईँ पास्टर स्पेसली पास्टर बाबुले फिल गर्नु भएको छ घमण्डीको विश्वासहरूको बडी ल्याङ्ग्वेजहरू हुन्छ शारीरिक घमण्ड मुखले नदेख्दा पनि एक्सपिरियन्स उनीहरूको घमण्ड क्रिस्चियन्सहरू जस्तो घमण्ड देखेको छ लोभी भनेर देखेको छ हामी क्रिस्चियन्सहरू लोभी किन त्यो लोभी दशान्त दिएको लोभी हो भेटिदिनु मान्दैनौँ हामीले गोजीभरि हामी पैसा बोकेर यसो छाडेर 5 रुपियाँ थालेको भनेपछि हामी लोभी छौँ त्यहाँ लेखेको छ बाइबलमा लेखेको डट सेमिकोलन पनि मिस छैन यति सत्य अझ तपाईँले सक्नुभयो भने हिब्रूको बाइबल किनेर पढ्नुहोस् ग्रिकको बाइबल पढेर किन्नु अझ यही वचन हिब्रूको बुकमा पढ्दाखेरि कति क्रिस्चियन्सहरू हिब्रू जान्ने क्रिस्चियन्सहरू पढ्दाखेरि लडेको छ किनभने पवित्र आत्माले यो देखाएको कुरोहरू हिब्रूको पुस्तकमा लेखेको हामी त्यस्तै छौँ त्यस्तै पढ्दै जानु सक्छौँ बैगुनी र बैगुने पास्टर त नभने हुन्छ है बैगुने त देख्नु भएको छ मण्डली कस्तो मरिमेट छ त्यो बिचरा पास्टरहरू घुँडामा लागि प्रार्थना
हस्पिटल जानु उता जानु हेन गर्नु भएन भने बिचरा पास्टरको भइ नै पनि रित्ताएर पनि मण्डलीलाई दिने पास्टरहरू मैले देखेको छु। आफ्नो घरको आफ्नो नानीको ढाक मारेर दिने मैले पास्टरहरू देखेको छु। तर जो थाप्छ नि थाप्ने क्रिस्चियनहरूले मैले देखेको छु। कति बैगुने छौँ हामी, यस्तै बैगुने छौँ। अपवित्रता अपवित्रता कुरै नगरे भयो। अरू स्वाभाविक प्रेम रहितका स्वाभाविक प्रेम रहित, रहितका यसको तीनटा डिस्टिङ्सन, तीनटा पालेलाई वर्णन गरेको छ। स्वाभाविक, अहिले आमा र बाउको अघि मैले छुट्टा नामको कुरा गरेँ। स्वाभाविक प्रेम नभएको कारणले गर्दा हामी छुट्टा नाम गर्छौँ। स्वाभाविक प्रेम नभएको कारणले आमा र बाउको बिचमा झगडा हुन्छ। आमाले छोराले बाउलाई मार्दैछ अनि हामी देख्दैछौँ, वरिपरि नै हामी देख्छौँ। धन्यवाद परमेश्वर, हाम्रो यो क्रिस्चियन मण्डलीभित्र अरे क्रिस्चियन समाजभित्र यस्तो खालको दुर्दशा चाहिँ हामीले सुन्न पाएको छौँ। तर क्रिस्चियन परिवारभित्रको अस्वाभाविक प्रेम हराएर गइसकेको छ। सबै छैन, त्यो प्रेम जुन चाहिँ हुनुपर्छ त्यो प्रेम छँदै छैन। अस्वाभाविक प्रेम अझ खुसी पार्न नसकिने, खुसी त पार्नु कुनै हात। तपाईँले एउटा क्रिस्चियनलाई खुसी पार्ने कोसिस गर्यो भने तपाईँ चाहिँ नि महामूर्ख हो। एउटा क्रिस्चियनलाई कहिले खुसी पार्नु सक्छ? अरूको बदख्वाई गर्ने, अरूको अब अर्का जियो चर्चा गर्नु पर्ने। अहिले मैले भने भने कसैले भन्यो अरे तपाईँको शुभ नाम के हो? ज्ञानेन्द्र, पास्टर ज्ञानेन्द्र। हजुर पास्टर ज्ञानेन्द्रको विषयमा 1 पन्ना 5 पन्ना राम्रो गुण लेख्छ। 3 दिन लाग्छ उसको राम्रो गुण लेख्नु र पनि पाउँदैन 5वटा लाइन लेख्नु। त्यही मान्छे पास्टर उहाँको नाममा 1 पन्ना अवगुणहरू लेख्दा अवगुण त्यति छिटो हामी जान्दैन। उहाँको लुकेको गुण क्या, यही हो क्रिस्चियन। क्रिस्चियन दुराचारी त पुरै नगर्नु। असल कुरालाई घृणा गर्ने, असल कुरालाई घृणा गर्ने। मेरो प्रचार कसैले मन पराउँदैन, म त भन्नु मन पराओ, मलाई बोल्नु पठाएको म त बोलिदिन्छु। सुन्ने सुन्यो, नसुन्ने नसुन्यो। म त भन्छु घरमा गएर प्रार्थना गर्दा भन्छु परमेश्वर तपाईँ जुन चाहिँ कुराहरू हुँडा टेकेर म प्रार्थना गर्छु जहिले पनि, जुनै चर्चमा गएर प्रचार गर्दा पनि, जुनै पनि सेवाकामा जहाँ पनि प्रचार गर्छु घरमा आएको प्रभु तपाईँ जे भन्नुभएको थियो मैले भनिदिएँ, सुन्ने उनीहरूको काम हो। तर म विश्वास गर्छु तपाईँको आत्माले काम गर्यो। जीवनमा केही सिकाएको परिवर्तन चाहिँ आउनु परेको छ। म भन्छु अर्को कुरो मेरो सेवाकामा कसैले फाइदा पाएको छैन अथवा आशिष छैन, मेरो यो बिच्चाको सेवाका रोकिदिनुहोस्, म पैसा खर्च गर्दिनँ, म यत्रो बुढोसकालमा म दुःख उठाउँदिनँ भने म यो पनि प्रार्थना गर्छु। किनभने जबरजस्तीको प्रार्थना गर्दा के हुन्छ भने जबरजस्ती सेवाका गर्दा आफ्नो इनर्जी एउटा खत्तम हुन्छ, समय बितेर जान्छ, पैसा बितेर जान्छ, आफ्नो टाइम पनि वेस्ट भन्छ। विश्वासघाती, उत्ताउला त अब तपाईँले क्यारल खेल्दै देख्नुहुन्छ कति उत्ताउला। अहङ्कारले फुलेका, परमेश्वरलाई भन्दा सुख विलास। मेनलाइन चर्चहरूमा जब म जान्छु, म पहिला मेनलाइन चर्चमै थिएँ। दुईटा हुन्छ, एउटा गुणको अहङ्कार, तपाईँकोमा गुण छ भने अहङ्कार गर्नु, त्यो अहङ्कार देख्दैन किन तपाईँलाई गुणले भरेको छ नि त। त्यो गुण चाहिँ तपाईँलाई पवित्र आत्माद्वारा दिएको गुण, त्यो गुणको अहङ्कार तपाईँले देख्नु। तपाईँको गुण छ नि त, तपाईँ भरिनु भएको छ, देख्दैन। जब तपाईँ भरिनु भएको छैन भने त्यो चाहिँ अहङ्कार चाहिँ टाढैबाट देखिन्छ। म अहिले जबसम्म हामीले मण्डलीभित्र पास्टर बाबु सबैले याद गर्नु, मण्डलीभित्र तपाईँहरू आफैले पनि मेरो र मलाई फ्याँक्नुहुन्न भने अझै पनि मेरो छोरा, मेरो बुढी, मेरो गाडी, मेरो घर, मेरो मिनिस्ट्री, मेरो तपाईँकोमा केही पनि छैन। तर जब तपाईँले भन्नुहुन्छ यो हाम्रो चर्च, हाम्रो मिनिस्ट्री, हाम्रो परिवार, हाम्रो गाडी, हाम्रो घर, हाम्रो सेवकाई भनेर जब गर्नुहुन्छ तपाईँकोमा छ। जब तपाईँले मेरो मिनिस्ट्री भनेर गर्नुहुन्छ तपाईँको त्यो मिनिस्ट्री होइन। यसै कारण हामीले मेरो र मलाईबाट चाहिँ हामी के गर्नुपर्छ, अब तपाईँले मण्डलीको एक विश्वासीलाई यो शिक्षा दिएर तपाईँले मेरोबाट र मलाईबाट मण्डलीलाई तपाईँले के गर्नुहुन्छ, टाढो राख्नुपर्छ। अरू परमेश्वरलाई भन्दा सुख विलासलाई प्रेम गर्ने, त्यो त हाम्रो
परमेश्वरलाई भन्दा सुख विलास हामीलाई पार्टी मनपर्छ बर्थडे पार्टी मनपर्छ सेवाकाई मनपर्छ बिहा मनपर्छ हामीलाई अन्य त्यो पनि अन्य जातिको बिहा मनपर्छ हामी आँखाको सेकी शरीरको आँखाको अभिलाषा र शरीरको अभिलाषा र जीवनको सेकीको योसँग हामी त्यही भिडेर हामी बसिरहेका छौँ। अब याद गरौँ यो अन्तको दिन हामीलाई देखिरहनु भएको छ पास्टर बाबुले तपाईँले सचेत भएर तपाईँले मण्डलीलाई गर्नु परेको छ। तपाईँले दिक मानोस् यिनीहरूले मण्डलीले दिक मानोस् मण्डलीमा बरु आउँदै नआओस् तपाईँको परिवारले मात्रै त्यो सेवा गर्दा पनि हुन्छ। मण्डलीमा 1000 जना मान्छे हुनुपर्छ भन्ने छैन। तपाईँको कर्तव्य थियो तपाईँले बचाउनु पर्ने थियो। तपाईँले बचाइसकेपछि उनीहरूलाई तयारी पार्नु पर्थ्यो। तपाईँ तयारी पनि पार्दा जब कोसिस गर्दा गर्दा पनि मण्डली बाङ्गेर जान्छ यसमा तपाईँको केही पनि दोष छैन। यसै कारण हामीले यहाँ पढ्दाखेरि हामी पाउँछौँ इजिकलको पुस्तक पढ्छौँ हामीले 33:1 देखि 9 इजिकलको पुस्तक फरेर पढ्छौँ। इजिकलको पुस्तक इजिकल ओल्ड टेस्टामेन्ट 33 इजिकलको पुस्तक म छोटकरी तपाईँलाई भन्छु 1 देखि 9 तपाईँहरू के हो पहरादार हो। हामी छ मण्डलीको के अरे पास्टरहरू के हो सिपाही हो गार्ड हो। यदि तपाईँहरूले मण्डलीमा कोही पनि विश्वासीहरूलाई भुल गर्दैछ पाप गर्दैछ भने तपाईँले सम्झाउनु चाहिँ भएन भने त्यो मान्छे के भन्छ त्यो विश्वासी आफ्नो पापले गरेको मर्छ। त त्यो मरेको लेखा त्यसको रगतको लेखा पास्टरले लिएको पहरादारको लागि। तर यदि तपाईँले इजिकलको पुस्तक 9को 33को 1 देखि 9 सम्म पढ्नुहोस्। त्यसपछि म छोटेको खटकडी मेरो समय छैन। अब जब तपाईँले मण्डलीमा गएर उसको घर घरमा गएर सम्झाइरहनु भयो यस्तो नगर छोटो यस्तो नगर यस्तो यस्तो हो यस्तो सम्झाउँदा पनि त्यो विश्वासी चालबाट तर्केर मर्छ भने त्यसको रगतको लेखा त्यसले लिन्छ। तपाईँहरूकोमा त्यसमा कुनै पनि के छैन जिम्मेवारी छैन। तपाईँले सबै कुरो बताइसक्नु भएको थियो उसलाई तर बताउनु भएन भने त्यसको लेखा त्यसको रगतको लेखा तपाईँहरूको शिरमा पर्छ। यसै कारण तपाईँले नडराइकन मण्डलीले 10 हात बेसी दिन्छ उनीहरू त भन्नु हुँदैन। भन्नुहोस् त्यस्तो 10 आउँदा के हुँदैन। अर्को 10 त्यो उसले भन्छ वर्ष दिन 10 हात दिने मान्छे आउँछ मण्डलीमा। किनभने हामी कर्तव्य हो बिङ ए पास्टर बिङ ए एल्डर द्याट इज योर रेस्पोन्सिबिलिटी। तपाईँहरूले सम्झाउने तपाईँहरूको कर्तव्य। अर्काको पापको रगतको मूल्य तपाईँको टाउकोमा तपाईँले नपाउनु। त्यसै कारण अब इजिकलको 34 तपाईँले पढ्नुहोस्। हेर्नुहोस् तपाईँ घर जानुहोस् म लामो भन्न सक्दिनँ। अब इजिकल 34 तपाईँले घरमा गएर पढ्नुहोस् मजाले पढ्नुहोस्। त्यहाँदेखि तपाईँहरूले आफै एउटा प्रकाश पाउनुहुनेछ कि पास्टर चाहिँ के रहेछ। मैले तपाईँलाई यो कुरा पनि बताइदिएँ पवित्र आत्माको 5-4 मिनिस्ट्रीमा पास्टरको सेवाकाईलाई पनि एउटा त्यहाँनिर ठुलो महत्त्व दिएको। त्यहाँनिर अन्य भाषा बोल्ने कुरा लेखेको छैन। त्यहाँ चाहिँ पास्टरीय सेवाकाई याद गर्नुहोस्। तपाईँ पास्टर तपाईँहरू पास्टर अभिषेक पवित्र आत्माको अभिषेक त जरुरी तपाईँहरू कामै छैन। तपाईँहरू निर्धक्क भएर तपाईँको विश्वास र आश्रित जीवन परमेश्वरमा जिएको तपाईँलाई प्रत्येक दिन तपाईँको पवित्र आत्माले जुन तपाईँको पवित्र आत्मा हुन्छ तपाईँहरूको भएको पवित्र आत्मा मात्रै ढुक्क भएर नपर्छ मेरोमा पवित्र आत्मा त्यो पवित्र आत्मा जसलाई परमेश्वरले हामीलाई सहायकको रूपमा दिनुभएको छ त्यो पवित्र आत्मा हाम्रो शरीरमा हाम्रो आत्मा उहाँ पवित्र आत्मालाई हामीले के गर्नु दिनु हाम्रो जीवनमा गरेको मौका दिनुपर्छ। यदि कुनै दिन एउटा हामीले वरिष्ठ मिटिङमा मात्रै कुरा गर्नु यो हुनुपर्छ। पास्टरको सेवाकाई कतिले पैसा दिएर झुटो सर्टिफिकेट ल्याएर पास्टर अहिले चल्दैछ। अहिले त्यो बिजनेस चल्दैछ हाम्रै गाउँमा छ। 8 नम्बर बिटिएस र एमटिएसको कुनै के डिप्लोमा देखाएको पास्टर त्यो पास्टर छ त्यो कस्तो भने जुडासको
तपाईँहरूको त्यो तपाईँहरूको अभिषेक छ जन्म तपाईँलाई त बुलड भएको छ पास्टर सेवा गर यस्तो ठाउँमा गएर त्यो दुःख पनि नगर दुःख हुन्छ तँलाई असिजिलो हुन्छ तँलाई धेरैवटा तैँले सामना गर्नुपर्छ तर पनि तैँले गर्नै पर्छ किनभने मेरो तेरो बुलावट हो तँलाई हेर्ने म छु म तेरो को हो म कोठालाई तँलाई मलाई केही हुँदैन मलाई केहीको घटी हुँदैन यो कुरा मैले फेरि एकपल्ट भन्छु सेवाकाईमा धेरै दुःख छ सेवाकाई इट्स नट बेड अफ रोजेस एकदम आरामको जीवन जियो होइन सेवाकाई एकदमै आरामको जीवन सुखको जीवन होइन तर त्यसमा कस्तो खालको सुख र आराम पाउँछ भने त्यो चाहिँ आत्मिकी सुख शान्ति र आत्मिकी आराम जति बेला चाहिँ तपाईँ स्वर्ग पुग्दाखेरि परमेश्वर तपाईँलाई भन्नुहुन्छ कि यहाँ बस धर्मगुरुको पापर पढोस् मतीको पुस्तकमा मतीको पुस्तक 23 राम्रो पढोस् सबै धर्मगुरुलाई के हुन्छ धिक्कार 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 सदुपयोग जस्तो हामीले सेवाकाई हामीले गर्नु हुँदैन निष्ठापूर्वक प्रार्थना सहित पवित्र आत्माको जोरमा पवित्र आत्माको अभिषेकमा पवित्र आत्माको शक्ति र सामर्थ्य भएर तपाईँले मन्दिरको सेवा यहाँनिर यहाँ के लेखेको छ भने अघि हामीले भने अब एपोइन्टमेन्ट एल्डर्स म अलिक म सक्ने बेला है ए तपाईँलाई बोली पनि भयो हिजो पनि भयो तिमोथीको पुस्तक हेर्नुहोस् तिमोथीको पुस्तकमा हाउ टु बी एल्डर र तिमोथीको पुस्तक माथि के लेख्छ भने मैले अघि भने क्यारेक्टर ए भाइ हो तिमोथीको पुस्तक पहिलो तिमोथी 3 अध्यायको 1 देखि म पढ्दैछु म नेपाली बाइबल पढ्दैछु यो भनाइ विश्वासिएको छ कि यदि कुनै मानिसले विश्वको काम गर्ने चाहना गर्छ भने त्यसले असल कामको इच्छा गर्छ जो पास्टर हुनु कोसिस गर्छ या बिसप हुनु कोसिस गर्छ भने उसले असल कामको रोजाइ छ म बिसप हुन्छु म पास्टर हुन्छु भने असल रोजाइ हो तर यहाँ के छ यसकारण बिसप चाहिँ कसैले दोष लाउनु नसक्ने एउटै पत्नीको पति संयमी समझदार सम्मानित अतिथि सत्कार गर्ने सुयोग्य शिक्षक हुन् म तल र रिसा होइन तर तिनी विनम्र र झगडा नगर्ने धन्यको लोक नगर्ने यो हुन्छ पास्टरको क्यारेक्टर दिस इज द क्यारेक्टर अफ द पास्टर धनको लोक नगर्ने आत्मसंयमी अतिथि सत्कार गर्ने दुईटा लोग्ने रक्सी नखाने दुईटा लोग्ने नभएको दुईटा स्वास्थ्य नभएको यो हो क्वालिटी पास्टरको क्वालिटी यो चाहिँ पर्सनल क्वालिटी हो प्लस शिक्षा दिनुमा असल हुने जब हामी प्रचार गर्छौँ त्यति बेला असल शिक्षा दिने यो पास्टरको चरित्र पास्टरकोमा हुने गुण असल हो यहाँ के भनेको छ एकदमै असल हो भने इङ्ग्लिसमा त अझै के भन्छ दिस इज वन्डरफुल भन्ने बिसप हुनु पास्टर हुनु त उहाँ एकदम अचम्मको कुरा शरीर एकदमै असल कुरा हो भनेर अब त्यसपछि अब फ्यामिलीको पास्टरको फ्यामिलीको विषयमा हामी हेर्छौँ आफ्नो घर राम्ररी चलाउन सक्ने आफ्नो घर चाहिँ राम्ररी चलाउन सक्ने हुनुपर्छ पास्टर घरको चाहिँ ढिकुटीमा चाहिँ भरेकै हुनुपर्छ ढिकुटी यहाँ के लेख्छ आफ्नो घर राम्ररी चलाउन सक्ने आफ्नो छोराछोरीलाई आदरपूर्वक आज्ञा पालन गर्न बनाउने यदि कुनै मानिसले आफ्नो घरकाहरूलाई तलाउन जान्दैन भने तिनले परमेश्वरको मण्डलीको देखासेखी देखरेख कसरी गर्छ आफ्नै छोराछोरी पास्टरले चाहिँ सेवाकाम गर्छ जसले सेवा गर्छ छोरी चाहिँ अन्य जातिसित भागेर गइरहेछ भनेपछि त्यो पास्टरले त्यो परिवारमा के सेवा गर्छ छोरीलाई त अन्य जातिले अन्य जातिले चाहिँ त्यो घरमा सेवा गरे आफ्नो छोराछोरीलाई आफ्नो स्वास्थ्य आफ्नो घरको प्रत्येक कुरोहरू पास्टर मानिने प्रत्येक क्षेत्रमा किनभने त्यो चाहिँ पास्टरको पारिवारिक गुण हो पहिलाको जुन चाहिँ चरित्र यो चाहिँ पारिवारिक गुण हो पास्टरले आफ्नो परिवार सम्हालेर राखेको
हामीले कति मैले भने एउटा पास्टरलाई मैले भने तपाईँ कति दिन बाहिर हुनुहुन्छ उसले खुसी गरेर भने म त प्रायः 2-3 महिना बाहिरै हुन्छु म चाहिँ आउँदिनँ के गर्नु सेवका नेपालतिर कता सेवका बन्द गर्नु तपाईँ घर हेर्नु त्यो घरमा तपाईँले गरेको सेवाकाले त आशिष घरलाई हामी लथालिङ्गै पारेर घरको छोराछोरी चाहिँ नाङ्गै भुतुङ्गै भएर स्वास्नी घरको दैलो दैलोमा गएर चामल मागेर म चाहिँ अर्काको घरको सेवा गर्नु त्यो सेवा त द्याट इज नट एप्रुभ बाई द गड परमेश्वरले त्यस्तो सेवाकालाई मान्यता दिएको छैन घर हो च्याटी बिगिन्स एट होम यसै कारण भनेको हामीले घरको सबै कुरो घरबाट सुरु हुन्छ मेरो छोराछोरी म पास्टर भएर मेरो छोराछोरी लथालिङ्गे छ मैले अरू छोराछोरी कसरी उपदेश दिने मैले मेरो छोरा ड्रग एडिक्ट छ मैले अर्कालाई ड्रग एडिक्टको परिवारलाई मैले कसरी उपदेश दिने यसै कारण मेरो घर नै कस्तो हुनु पऱ्यो सुव्यवस्थित हुनु पऱ्यो मिलेको हुनु पऱ्यो सबै कुरोको आशिषले भरेको मेरो घर हुनु पऱ्यो मेरो घर कस्तो हुनु पऱ्यो उदाहरणीय हुनु पऱ्यो अनि पास्टरको घरबाट मण्डलीमा फुट आउनु हुँदैन पास्टरको घरको परिवारको सदस्यहरूबाट स्पेसली पास्टरको आमा हामी के हुनु पऱ्यो मण्डलीको अघि मात्रै साँच्चै नै गर्व गर्नु हामी मण्डलीको बाहिर हाम्रो गाउँठाउँमा जहाँ हामी बस्छौँ त्यहाँ पनि हामी के हुनु पऱ्यो आदरणीय अरूले नमस्कार पास्टर जय मसी नभने कक्षा नमस्ते पास्टर भन्नु आदरणीय ऊ पास्टर आउँदै पास्टरको घरको छोराछोरीहरू स्वास्नी पास्टरनी आमाहरू एकदमै सहनशीलता र प्रत्येक ज्ञानले अर्थात् प्रत्येक गुणले भर्खरै एउटा पास्टरनी आमाको वचनले गर्दा पास्टरनी आमाको कतिवटा बोलीचालीले गर्दा उसको अनपराले गर्दा मण्डलीको धेरै विश्वासी चल्छ मैले गयो भने किनभने म युनिटी अफ द चर्च म सिकाउँछु चर्चको एकता के हो मैले के भयो भन्दा त उनीहरूले त भनेन यस्तो भयो के भयो विचार चाहिँ गराएको अनि मैले थर पछाडि सोद्धाखेरि के भयो पास्टर आमाको जिब्रो मण्डली भएपछि हामी छोराछोरी के हो हाम्रो लागि छोराछोरी हो ठुल्ठुलो आमा बाउ समान हो हामीभन्दाको सानसानो तरुण केटीहरू दिदी बहिनीहरू हो जब हामी त्यो भावना राखेर तिमोथीको पुस्तकमा त्यो लेखेको छ त्यो भावना लिएर हामी मण्डलीभित्र बस्छौँ त्यो मण्डलीमा पनि बिग्छ हाम्रोमा त्यो छैन मलाई यो कुरो पनि मन पर्दैन एउटै मण्डलीको छोराछोरी भेला इज नट रिटन इन द बाइबल तर हामीले राम्ररी हेरेर विचार गरेर हाम्रो मन लगाएर हामीले हेऱ्यौँ भने त्यो पनि किनभने हामीले पहिला नै के भएको मण्डलीमा एउटै माउ दाजुभाइ आमा बाउको बाजे बोजूको काका काकीको मामा माइजीको सम्बन्ध त्यो कुरोलाई हामी यहाँले छ अब मन पास्टर कस्तो हुनु पर्यो तिनी नयाँ विश्वासी होइनन् तर घमण्डले फुलेर तिनी दियाबाट शैतानको दण्डमा पर्नेछ नयाँ विश्वासीलाई तपाईँले कहिले पास्टर बनाउनु हुनु पनि हुँदैन बिटिएच गरेर एमटिएच गर्ने बित्तिकै ऊ पास्टर हुँदैन एटलिस्ट एमटिएच मास्टर थियोलोजी गरे पनि उसले 10 वर्षसम्म उसले सेवाकामा घाँसेको हुनुपर्छ आजै एमटिएच गरेर आज उसलाई पास्टरको अभिषेक गरेर मण्डलीले जिम्मा दिएर ऊ मान्छे के हुन्छ घमण्डले फुलेर त्यो शैतानको पर्जामा पर्छ त्यसो भएकै छ एकजना कथामा त नाम त भन्दिनँ हाम्रो पास्टरले भन्यो एकजना केटा यङ केटा मजाको केटा त पहिला थियो राम्रो थियो कमिसी केटा थियो पास्टर ट्रेनिङ पठाएँ अनि ट्रेनिङ गर्नु पठाएँ नागाल्यान्ड पठाएँ नागाल्यान्डबाट 6 महिना ट्रेनिङ गरेर आयो आएर त पास्टर त पाएको पास्टरले केही जान्दैन मैले पुरा सिकेर घमण्डले फुल्यो बिचरा पास्टर यत्रो वर्षको सेवाकाई उसले नै पठायो उसलाई ट्रेनिङ गर्नु ऊ आएर के पास्टरले केही जान्दैन रहेछ म पो जान्दछु त 2-3 जना विश्वासीको पछि आएर उसको आफ्नो त्यो मण्डली कहिले टिक्दैन अब एउटा म पास्टरलाई म बिन्ती गर्छु पास्टर यो मेरो मण्डली भएको तपाईँलाई बताउँछु कुनै पनि मण्डलीको विश्वासीहरू त्यो मण्डलीबाट चुनेर तपाईँको सङ्गति गर्छ उनीहरूलाई कुनै हातले तपाईँको जग्गामा ठाउँ दिनु हुँदैन
किनभने ऊ त्यहाँबाट किन आयो भने ऊ आफूले जान्दछ अन्त उसँग ऊ पनि ल्याएको हुन्छ उसको त्यो अवगुणहरूलाई उसले छोडेको हुँदैन त्यहाँनिर उसले त्यही अवगुणसित तपाईँको मण्डलीमा आएको हुन्छ ऊ एउटा यति साह्रो बोझ भएर हाम्रोमा मण्डली त्यस्तै त्यो कुरा यस्तो मण्डलीमा आउनु सेवा गर्नु तर उसलाई सदस्यता दिएर उसलाई चौकी दिएर राख्ने काम चाहिँ त्यो बहुत ठुलो भुल हुन्छ त्यसले मण्डलीलाई बहुत सताउँछ है तपाईँले याद पुरा सतायो अहिलेसम्म हाम्रोमा कुरा मिलेको छैन तर मेरो अहिलेको त होइन मेरो पुरानो मेनलाइन चर्चको त्यसै कारण नयाँ केटाकेटीहरू पास्टरको सिटले तपाईँले कुनै खोलेन घमण्डले फुलेर उसलाई फेरि बाहिरको दृष्टिमा तिमी असल छरिनुपर्छ नत्र तिमी निन्दा र बिहाबाट पास हुन पर्नेछ बाहिरको स्पेसली हामी अन्य जातिको बिचमा पनि एउटा आदरणीय जीवन हामीले जिएको म मेरो गाउँमा मेरो एरियामा मतिगढामा म काकु सबैको काकु सबैले मलाई बुढोदेखि लिएर केटाकेटीदेखि लिएर सबले काकु भन्छ अरू अलिअलि अङ्ग्रेजी जाने बोल्दै छोराले मलाई अङ्कलै भन्छ बाउले पनि अङ्कल भन्छ त्यो बाजेले मलाई अङ्कलै भन्छ हामी गाउँठाउँमा बस्नुपर्छ यो कहिले पनि नसम्झिने कि उनीहरू अन्य जाति हो हामी वी आर नट कम्फर्टेबल के हामी के तपाईँको घर तपाईँको गाउँमा सबै लुगा फाटा बेच्नेहरू काम गर्नेहरू साग सब्जी बेच्नेहरू रासिन दोकान सबै क्रिस्चियनको छैन सत्य बोल्नु छ छैन हामी अन्य जाति सर मिलेर बसेको हामी सोसल बिङ हो तिमीहरू एक्लै हलोमा नजोड भन्नुको मतलब उनीहरूले जे गर्दैछ त्यो पो नगर भनेर एकै हलोमा उनीहरूले वाट दे आर डुइङ वी शुडन्ट डु उनीहरूले के गर्दैछ त्यो गर्नु हुँदैन उनीहरूले पूजा गर्दैछ हामी पूजा गर्नु हुँदैन तर मिसिनु त हुन्छ नि उनीहरूको अवगुणलाई तपाईँले नबोक्नु तपाईँको गुणलाई छरिराखेर आउनुहोस् यो क्रिस्चियनहरूको एउटा ठुलो गुण हो मैले फेरि एकपल्ट उनीहरूको अवगुण तपाईँले नलिनुहोस् वाट दे आर डुइङ वी शुड ग्राब इट हामीले लिनै पर्दैन तपाईँको भएको गुण के छ आत्मिक गुणहरू उनीहरूलाई के गर्नु छरेर तपाईँ आउनु चाहिँ आशिष जान्दै म त्यस्तो त्यस्तो जान्दै म अन्य जाति थोत्रै कुरा बाइबलमा कहाँ दिएछ हामी जीवन जिउनुपर्छ बाइबलको आधारमा पास्टरको आधारमा होइन एल्डरको आधारमा होइन मुखज्वानीको आधारमा कुनै धनी मान्छे धनी एउटा विश्वासीको आधारमा होइन हामी वचनको आधारमा हामी जिउनुपर्छ वचनमा जे लिएछ त्यो नै हाम्रो जीवन छ यसै कारण हामी सबैसित मिलेर बसेको हामी आदरणीय हुनुपर्छ यहाँ अब अन्तमा तपाईँलाई म एउटा कुरा भन्छु यहाँ मैले पहिलो तिमोथी निकाल्नु छ त्यसै हो पहिलो तिमोथी 4 अब यो कुरा भएर म अन्ताउँछु तपाईँलाई लामो पनि भयो पहिलो तिमोथी 4 को 16 आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा होसियारी बस्नु शिक्षाको विषयमा तपाईँले कसरी शिक्षा दिनुहुँदैछ कुन शिक्षा दिँदैछ त्यसमा तपाईँहरू आफै पनि हामी आफै पनि होसियारी दिनुपर्छ हामीले जान्नुपर्छ मैले कुन शिक्षा दिँदैछ अहिलेको शिक्षा कसरी भएको छ भने बाइबलको 2 पन्ना 2 वचन भनेर संसारको कुराहरू हामीले त्यसमा मिसाएर अहिले वचन बाँड्ने भइसकेको छ रसियामा यस्तो भयो युक्रेनमा यस्तो भयो जुन चाहिँ हामीलाई खाँचो छैन तपाईँको युक्रेनको वारसित तपाईँलाई के मतलब छ मलाई त केही छैन इजरायलमा हुने त्यो परिस्थितिको गाजामा भएको युद्धसँग हामीलाई केही मतलबै छैन तर हामी अहिले के गर्छौँ भने संसारलाई बाइबलसँग के गर्छौँ मोल्ड गरेर मिक्सचर गरेर हामीले प्रचार गर्नुपर्छ त्यो प्रचार मिक्सचर प्रचार गर्दाखेरि के भन्छ बाइबलको शब्द चाहिँ कम्ती भएर संसारको शब्द चाहिँ बेसी भइसकेको छ यसै कारण हामीले ठिकसँगको वचन अहिले हामीले सुन्न पाएको छौँ र यहाँ के भन्दैछ नि आफ्नो विषयमा मेरो विषयमा
र आफ्नो शिक्षाको विषयमा तपाईँले कस्तो शिक्षा पाउनुहुन्छ र कुन शिक्षा तपाईँले त्यसमा हामी के हुनु पर्यो होसियारी हुनुपर्छ यी कुरामा लागिरह यसो गर्नाले तिमीले आफूलाई सुन्ने र सबैलाई बचाउनेछ यस्तो कारणले चाहिँ तपाईँहरू आफै पनि स्वर्गमा पुग्नुहुनेछ र तपाईँको मण्डलीलाई पनि तपाईँले के गर्नुहुन्छ यो मेरो वचन यसै कारण वी सुड बी भेरी मच केयरफुल वाट वी प्रिच जे तपाईँले प्रिच गर्नुहुन्छ त्यो प्र्याक्टिस पनि गर्नु पऱ्यो मैले 10 किसिमको कुरा प्र्याक्टिस छ मेरो जीवन चाहिँ थोत्रै छ भने त्यो काम लाग्दैन म जे प्रिच गर्छु जे प्रचार गर्छु मेरो जीवन त्यस्तो हुनुपर्छ अब पास्टरको हातमा छ एल्डर्सहरूको हातमा छ डिकर्सहरूको हातमा छ पास्टरनी आमाको हातमा छ तपाईँहरूको परिवारको हातमा छ कि मण्डलीको हरेक विश्वासीहरूलाई दोस्रो आगमन सिकाउने दोस्रो आगमनको नित्य चाहतामा राख्ने प्रभुको दोस्रो आगमन हुँदा कोही पनि नछोडियोस् तपाईँको मण्डलीको विश्वासीहरू ऱ्याप्चर हुँदा कोही पनि तपाईँको विश्वासीहरूलाई नछोडिएको होस् हामी फेरि एकपल्ट फेरि त्यो स्वर्गमा जहाँ चाहिँ परमेश्वर हुन्छ जहाँ चाहिँ परमेश्वरले राज्य गर्नुहुन्छ त्यो स्वर्गमा प्रकाशसित हामी भेट भएर हामी के गर्न सकौँ रमाउन सकौँ यही नै प्रभुको इच्छा यो पास्टरहरूको दायित्व हरेक पास्टरले सिकाएको हुनुपर्छ पवित्र आत्मा प्रकाशित वाक्य पढाएको हुनुपर्छ नर्कलाई हेर्दै सिकाएकै हुनु पर्यो र दोस्रो आगमनको निम्ति कसरी तयारी हुनु पर्यो तयारीको जीवन पनि हामीले सिकाउनु पर्यो र अहिले जुन चाहिँ चिन्हहरू हुँदैछ त्यो चिन्हको विषयमा पनि हामीले बताउनु पर्यो आशिष नरोकिनका लागि हामीले 10 आजको विषयमा लजाउँदै भए पनि हामीले प्रचार गर्नु किनभने मण्डलीको आशिषहरू नरोकियोस् हाम्रो